हेलो, आज चाहिँ हामी आइसकेका छौँ जानकी नगरको साइडमा। यो चाहिँ हाम्रो काम चलिरहेको। हामी यहाँ आउन लागेको लगभग 2-3 दिन लगातार भइसक्यो। मिटर बसिसकेको छ। सामान हराउँछ भनेर यहाँ चापी लाउने गराएको चाहिँ हाम्रो टुल्सहरू। आज पानी आइरहेको थियो। यहाँ अस्ति यो हाम्रो बाथरुम कटिङ गरेर भइसकिएको हो। यहाँ चाहिँ बेसिन डाइभर्टर बस्छ। यता चाहिँ डाइभर्टर, यता सिलिङ सावर, यता कुनामा चाहिँ कमोड बस्छ। फोर कटिङ पनि गरेर हामीले सकिसकेका छौँ। चाहिँ ड्रेन भित्रको ड्रेन सकिसक्यो। यसरी ढलाइ गरेर छोडेछौँ। यता चाहिँ हाम्रो बेसिन बस्छ। बेसिनको पोइन्ट त्यहाँनिर। यसमा सोलिङ गरिसकेपछि यहाँ बल्ल सिपिबिसीको काम हुन्छ होला सायद। बेसिनलाई पहिले नै फोडेर यहाँ डाइभर्टर बस्छ। यहाँ बेसिन डाइभर्टर, यता कुनामा चाहिँ कमोड बस्छ। वहाँ कुनामा मल्टिफ्लोर ट्याप बस्छ। मल्टिफ्लोर ट्याप चाहिँ यता राख्ने भनेको यता बेसिन बस्ने भयो। त्यहाँदेखि यता मिलेन, त्यही भएर उता कुनामा राखेको बाथरुम यहीँ भइसकेपछि पानी बग्न उता स्लोप दिन मिल्छ। यहाँ ग्याप जति पनि हाम्रो कमोड र यसको मल्टिफ्लोर ट्यापको ग्याप चाहिँ टन्नै छ। त्यही भएर यसैमा मिल्छ। यता चाहिँ किचन हो। यता रुम छ। हाम्रो चाहिँ एमसिबी बक्स यहाँनिर छ। ठिक छ, ठिक छ। हाम्रो चाहिँ यहाँ सामान झरिसकेको छ। सामानमा फालिङ्ग छ। डाइभर्टरहरू पनि गरियो। सामान यतै टन्नै छ सामान। हाम्रो मामा अब काम गर्नलाई तयार हुनुहुन्छ। अब यहाँबाट चाहिँ पाइप इन्ट्री गरेर यहाँबाट चाहिँ सिधै यहाँसम्म चाहिँ भुइँमा ल्याएर चाहिँ सबै भित्ता यो डाइभर्टर भयो। बेसिन डाइभर्टर, यता चाहिँ कमोड बस्छ। यता चाहिँ हाम्रो डाइभर्टर सावर, सिलिङ सावर। यसलाई चाहिँ ह्याङ्गिङ गर्नै छ। माथि पनि फोर कटिङ गरेर सकिसकेको छ। यहाँ चाहिँ हाम्रो बाहिरबाट सिधा पिलाउन मिलेन, त्यही भएर दुईतिरबाट फोडेर ट्याक्क बिचमा त्यहाँ पाइप पर्छ। त्यहीबाट पेन्ट गरेर एउटा यतातिर आउँछ, एउटा यतातिर आउँछ। हिजो चाहिँ यहाँ काम गर्दा राति भयो। अनि एउटा बाथरुम लगभग कम्प्लिट भयो सिपिबिसीको। अब आज 3-4वटा बाथरुम फिट गर्न कति भइन्छ हेर्दै जाऊँ।